नेपाल जाने प्लान हजुरको? अब चाँडै नै नेपाल जाँदैछु, त्यो पनि सधैँको लागि। हजुर, अब नेपाल जाने सदाको लागि? सधैँको लागि। फर्किन मन लाग्यो हजुरलाई? फर्किने त मन एक किसिमको अब व्यवहारहरू पनि थियो यहाँ होइन, तिनीहरू पनि नमिलाइकन गएको थिएँ म। फर्किने मोडमै 100% फर्किन्छु भन्ने, उतै बस्छु भन्ने मोडमा केही कुराहरू थियो। मन नलाग्दै पनि फर्केँ। म पछाडि थिएँ नि, बुवा अगाडि हुन्थ्यो, मैले बुवालाई ढोक्नु पनि पाइनँ, अनुहार मात्रै हेराहेर गरेको थियौँ कि त्यो बेलामा। ओ माई, त्यसरी भेट भएको थियो 14 वर्ष। कस्तो यादगार भेट रहेछ है। हजुर, एकपल्ट मेरो छोराको बर्थडे मनाइरहेको बेलामा उताबाट भिडियो कल गरेको थिएँ। त्यो बेलामा चाहिँ म चाहिँ बोल्नै नमिल्ने स्थितिमा थिएँ कि, काम गरिरहेको थिएँ। अनि काम गर्दै बोल्दाखेरि मलाई त्यो बोल्नु दिएको थिएन क्या त्यो बेलामा। त्यतिखेर चाहिँ म रोकेको थिएँ। त्यस्तो मोमेन्ट धेरै छ। अब अचानक अहिले यो सम्झेँ, कस्तो परिवर्तनमा परिएछ। छोरालाई ह्याप्पी बर्थडे पनि भन्नु पाइनँ मैले भने जस्तो फिल भएको थियो त्यो मोमेन्ट। सुन्दाखेरि अप्ठ्यारो नै लाग्ने खालको छ, किनभने म 14 वर्षपछि लास्ट इयर 2024मा गएको थिएँ म नेपाल। 14 वर्षमा त राम पनि वनवास फर्केर। एक्ज्याक्टली त्यही, मलाई गाउँमा जाँदाखेरि राम वनवासबाट फर्कियो भन्थे। हजुर, त्यही भन्नुभयो मलाई एक्ज्याक्ट। त्यही भन्नुभयो है। हजुर, रेकर्डिङको हिसाबले चाहिँ 1200 गीत रेकर्ड भएको छ मेरो त्यतिखेर हरेक दिन। 1200? हजुर, रेकर्डिङको हिसाबले चाहिँ। जगदीश सर, सब ठिकठाक छ है? एकदमै। न्यु इयरकोमा यसरी हजुरसँग भेटघाट गर्न पाइयो है, एकदमै खुसी लाग्यो तपाईँले बोलाउनु भयो। अब त्यही त, हामी त आम्ने सामने रहेछौँ लगभग हिँडेरै 10-15 मिनटको दूरीमा, तर भेटघाटै प्रत्यक्ष भेटघाट चाहिँ कमै। कतै मैले प्रोग्राममा चाहिँ तपाईँलाई देखेको थिएँ, कतै प्रोग्राम होइन, म त हजुरको प्रोग्राममा प्रायः जसो हजुरले त्यो पर्फर्म गरिरहेको हेरिरहेको हुन्थेँ, तर अब हजुरले मलाई पनि नोटिस गर्नुभएको रहेछ, खुसी लाग्यो एकदमै। अनि तपाईँको एपियरेन्स त मैले हेरिरहेको भएर पनि होला, सर्ट भिडियोदेखि लिएर तपाईँको फोटो तपाईँले मैले राम्ररी वाच गरिरहेको थिएँ। एकदमै मलाई चाहिँ भुल्न नदिने कुरा के छ मेरो एपियरेन्समा? तपाईँको हँसिलो मुहार प्लस तपाईँको त्यो जुङ्गा पनि अलिकति एक्स्ट्रा छ नि त, त्यही भएर अलिक टल हुनुहुन्छ। एक्ज्याक्टली, भिडबाट पनि अलिकति नोटेबल टाइप। सबैले प्रायः जस्तो चाहिँ जुङ्गालाई बढी नोटिस गर्नु रहेछ, हजुरले पनि त्यही भन्नुभयो। हजुर, एउटा मेरो चाहिँ आइडेन्टिटी जस्तो भइसक्यो। आइडेन्टिटी एकदमै। अनि स्वागत छ तपाईँलाई, तपाईँको बडी अनुसार, तपाईँको हँसिलो अनुहारमा। थ्याङ्क यू सर। साह्रै स्वागत छ। त्यही त, मतलब हजुरको र मेरो एज एउटै देखिन्छ, एउटै त होइन नि हाम्रो। हजुर त हजुर, म चाहिँ अब लगभग 50sमा टेक्ने लाग्नुभयो, तर मेरो एजको देखिनुहुन्छ यो हुन्छ नि सुन्दरताको, यो सदाबहार एउटै हुन्छ नि बुढो नदेखिने यो राज चाहिँ के रहेछ हजुरको? थ्याङ्क यू सो मच तपाईँलाई त्यसको लागि चाहिँ। तर राज त्यस्तो त केही छैन। अब गीत सङ्गीतमा लागेको मान्छे अलिकति जोयफुल नै मोडमा नै हुन्छु प्रायः। गीत सङ्गीतभित्र रहँदाखेरि चाहिँ त्यो सायद त्यो चिजले पनि गराएको हुनसक्छ। आफूले धेरै स्ट्रेस लियो भने पनि मान्छे एजेड देखिन्छ भन्छ है। अर्को कुरा दारी जुङ्गा कमाउने भएर पनि हुनसक्छ। तपाईँले त्यस्तो देख्नुभयो भने त फुलको आँखामा फुलै संसार। त्यही त, त्यो हुन्छ फरेभर यङ भन्ने टाइपको के, फरेभर यङ। कसैले बुढो भन्नुभएछ? जस्तै राजु लामा ज्यू हुनुहुन्छ नि, उहाँ पनि जहिले यङ हँसिलो देखिनुहुन्छ। सायद त्यो पनि होला, अलिकति हाइट कम, दारी जुङ्गा कम भयो भने अलिकति फाइदै हुन्छ कि जस्तो लाग्छ कहिले काहीँ। मानिराख्नु भएको थियो भनेपछि अलिक फरक चाहिँ हुँदो रहेछ ठाउँ अनुसार पनि। अमेरिका आएको 15 वर्ष भइसक्यो। हजुर, अनि मान्छेले भन्छ नि, देशको माया स्नेह र महत्त्व बुझ्नको लागि विदेशिनुपर्छ। हजुरलाई कतिको माया लाग्छ अहिले आफू जन्मेको ठाउँ, हुर्केको ठाउँ याद आउँछ होला? सायद अब समुद्रमा माछाहरूलाई म पानीमा छु भन्ने कुरा पानी त्यति फिल नभएको जस्तै नै होला। देशमै हुँदाखेरि त्यति महत्त्व नहुँदो रहेछ। नजिकको तीर्थ हेला, नजिकको तीर्थ हेला भने जस्तै। अनि तर जब विदेश आइन्छ नि, अनि त्यस पछाडि यहाँ काम गर्नु थालिन्छ, परिवार देशलाई चाहिँ धेरै नै मिस गरिन्छ। त्यहाँको सानो सानो चिजहरू पनि मनपर्छ। हजुर, कहिले नसुनेको लोकगीतहरू पनि आएर सुनिन्छ, त्यस्तै हो। हजुर त पूर्व इलाममा जन्मे हुर्केर अनि त्यतै नै आफ्नो करियर को सुरुवात पनि त्यतैबाटै गर्नुभयो। सङ्गीतको
म चाहिँ बच्चादेखि नै थियो अनि कक्षा हुन त घरमा त बच्चादेखि नै गाउने तर कक्षा 7मा आउँदाखेरि स्टेजमा पनि उत्रेको थिएँ स्कुलमा सायद त्यो नै होला पब्लिकमा चाहिँ पहिलो फेस गरेको चाहिँ त्यस पछाडि त निरन्तर रूपमा कलेजमा पनि गाइन्थ्यो त्यस पछाडि काठमाडौँ आएर त सुरु गरि नै हाल्यो कति सालमा काठमाडौँ आउनुभयो 2052 सालमा चाहिँ कम्प्लिटली आएँ त्योभन्दा अगाडि पनि म काठमाडौँ चाहिँ आएको थिएँ तर मेरो आमा बिराम भएको कारणले गर्दा फर्केर फेरि 52 सालमा आएर चाहिँ रेडियो नेपालमा भोइस टेस्ट दिएर पास गरेर पहिलोपल्ट गीत रेकर्ड गरेको थिएँ अफिसियल्ली चाहिँ 2052 सालदेखि चाहिँ एउटा रेकर्डिङको हिसाबले भन्नु भने 2052 सालदेखि रेडियो नेपालबाट हजुर समकालीन को हुनुहुन्थ्यो त्यस्तो एकदमै मिल्ने हजुरको त्यो बेलामा मेरो मिल्ने साथीहरू रोशन गुरुङ उहाँ त युएसमै हुनुहुन्छ हजुर यहीँ हुनुहुन्छ खेमराज गुरुङज्यूहरू त्यो लगायत सम्पूर्ण जति पनि हुनुहुन्छ म्युजिकमा त्यो बेलाको सबैसँग नै एज डिफ्रेन्ट भए पनि सबैसँग एउटा नजिकको कहिलेकाहीँ यस्तो भयो कि भएन यसकै कुरा गर्दाखेरि हजुर त जहिले यङदेखि नि मान्छे आफू एजेड भएर पनि कसैले हजुरलाई भाइ भन्ने एसोसिएसन छ कि छैन धेरै ठाउँमा नै त्यस्तो हुन्छ मेरो भयो होला मेरो एजको मान्छेले प्रायः मलाई भाइ भनिराख्नु भएको हुन्छ अनि कहिलेकाहीँ एजको कुरा गर्दाखेरि उहाँहरू मभन्दा भाइ भन्दाखेरि उहाँहरूलाई अलिक अप्ठ्यारो पनि हुन्छ किनभने लामो समयदेखि उहाँले मलाई भाइ भनिराख्नु भएको हुँदाखेरि फेरि दाइमा जान अलिक अप्ठ्यारो अलिक अप्ठ्यारो पनि हुन्छ र म पनि भन्नु खोज्दैन प्रायः खासै त्यो एउटा बानी जस्तो पनि भइसक्यो हजुर हजुर काम त्यही त मान्छे अलिकति जोकिँदो रहेछ कि जोकिनुहुन्छ धेरैजना अनि 2052मा हजुरले आफ्नो चाहिँ रेडियोबाट आफ्नो सङ्गीत यात्रा सुगम सङ्गीत यात्रा सुरु गर्नुभयो म चाहिँ सुगम सङ्गीतमै लाग्छु भन्ने चाहिँ कसरी भयो हजुरलाई त्यस्तो अब विभिन्न विधाहरू छ नि त अब गायनको पनि अब लोक छ सुगम छ अनि पप छ अनेक छ नि हजुरलाई सुगमलाई नै पछ्याउनु पर्ने केले बनायो त्यस्तो केही थियो कुनै टर्निङ पोइन्ट मलाई अहिले यस्तो लाग्छ कि म गाउँमा हुर्केको मान्छे भएकोले गर्दाखेरि त्यति हजुरलाई पहिलेदेखि नै गजलहरू मन पर्थ्यो त्यहाँ चाहिँ एक्सेस थिएन भनौँ न जस्तो अङ्ग्रेजी गीतहरू सुन्ने अथवा पप गीत सुन्ने क्यासेट सुन्ने एक्सेस थिएन नि त गाउँमा अनि रेडियो नेपालबाट जुन गीतहरू बज्छ त्यो गीतहरू नै सिकिन्थ्यो गाइन्थ्यो अनि त्यो बेलामा नारायण गोपाल भक्तराज आचार्य देवश्रेष्ठ दाइहरूको गीतहरू एकदम धेरै बज्ने हजुरको प्रेरणाको स्रोत अहिले जो नाम लिनुभयो दीप श्रेष्ठ नारायण गोपाल भक्तराज आचार्यज्यू शिरोमणि हजुर उहाँहरूमध्ये हजुरको सबैभन्दा बढी प्रेरणाको स्रोत चाहिँ को हुनुहुन्छ सबैजना नै अब त्यो बेलामा जति पनि अग्रजहरू हुनुहुन्थ्यो उहाँहरूको गीत सुनेर गाएर नै अलिअलि गाउने भयो अनि तर यति लामो यात्रामा अझ धेरै चाहिँ नारायण गोपालज्यूको अझै पनि रियाज गर्नु पर्यो भने हार्मोनी यसो समात्यो भने आफ्नो गीतभन्दा पहिला नारायण गोपालको नै गीत गर्छ है त्यो हुन्छ त्यही कारणले गर्दाखेरि नारायण गोपालको उहाँको गीतबाट चाहिँ धेरै नै प्रभावित हुनुभयो अनि त्यस पछाडि हजुरले निरन्तर रूपमा आफूले पनि कुनै बेला यस्तो थियो म चाहिँ हजुरकै गीत सुनेरै ठुलो भएको हो कि थ्याङ्क यू एकदमै मन पर्थ्यो हजुरका गीतहरू आओ यादहरू आओ अनि त्यस पछाडि अर्को एउटा गीत थियो आधा उमेर निन्द्रेमा बित्यो त्यो त हजुरको फेभरेट एल्बम हो जस्तो लाग्छ मलाई त्यो मेरो पहिलो एल्बम पहिलो र हजुरलाई सबैभन्दा मनपर्ने एल्बम पनि त्यही नै हो जस्तो लाग्छ मैले 52 सालमा काठमाडौँ आएपछि मैले चाहिँ रेस्टुरेन्टहरूमा काम गरेँ एज अ गजल गायक प्रोफेसर नै त्यसलाई बनाएँ अनि 2056 सालभरि चाहिँ त्यो लहर भन्ने मेरो पहिलो एल्बम थियो जसमा चाहिँ आधा उमेर निन्द्रमा बित्यो काँडा हो माया मुटुभित्र गर्छ अनि यति ठुलो संसारमा तिमी एक्लै हुन्छौ होला छालहरू ओ छालहरू आएर मलाई बेजारी छ आदि गीतहरू श्रोता दर्शकले मन पर्नु भएको थियो 57 सालको बिगिनिङमा भन्नु वैशाख जेठतिर सायद एल्बम रिलिज भएको थियो अनि त्यस पछाडि आधा उमेरले चाहिँ पहिलोपल्ट एवार्ड हिट्स एफएम एवार्डमा चाहिँ बेस्ट न्यू आर्टिस्ट भनेर चाहिँ त्यतिखेर कुमार बस्नेत दाइको हातबाट एवार्ड पाएको थिएँ मैले त्यसले चाहिँ एउटा टर्निङ पोइन्ट नै ल्याएछ सुगम सङ्गीतमा हजुरलाई चाहिँ अझ कालजयी बनाउनलाई त्यसले एकदमै ठुलो हजुर 57 साल चाहिँ धेरै फापेको थियो योगदान निस्केको थियो त्यही सालमा रेडियो नेपालमा पनि अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा त्यही सालमै फर्स्ट पनि भएको थिएँ
है। गर्दाखेरि 57 साल चाहिँ विशेष रह्यो। मैले ठ्याक्क त्यो सेरोफेरोलाई किन जोड्न खोजेँ भने त्यति कुनै बेलामा हजुरले सुगम सङ्गीतमा नेपालमा एकतर्फी राज गरिराख्नु भएको थियो भन्दा पनि फरक पर्दैन, एकाधिकार जमाइराख्नु भएको थियो मेरो विचारमा चाहिँ। त्यस्तो प्रसिद्धि पाइरहेको मान्छे अनि धेरै थुप्रै गीतहरू पनि रेकर्ड गर्नुभयो। मलाई अलिकति जानकारी दिनुहोस् न, हजुरले मैले सुनेको थुप्रै गीतहरू छन्, तर जो अहिले न्यू जेनेरेसनहरू छ नि उहाँहरूले त हजुरको गीतहरू अलिकति अब अहिले त फेरि दुनियाँ न्यू हुन्छ नि स्टाइलमा गीतहरू आइरहेको हुन्छ है, धेरैले नसुन्नु भएको झन् धेरैले सुन्नु भएको छ, प्रोग्राममा जाँदा पनि त्यो फिल गर्छु। हजुरको एकदमै हजुरले अहिले हजुरका ती गीतहरूलाई सम्झिँदाखेरि कुन कुन गीतहरू सम्झिन चाहनुहुन्छ? हजुरकै मुखार बिन्दुबाट सुनौँ न। रेकर्डिङको हिसाबले चाहिँ 1200 गीत रेकर्ड भएको छ मेरो। त्यतिखेर हरेक दिन 1200 हजुर रेकर्डिङको हिसाबले चाहिँ एभ्री डे गर्नुहुन्थ्यो होला? एभ्री डे जस्तै नै रेकर्डिङ पर्थ्यो त्यो बेलामा चाहिँ। विशेष गरेर 2060देखि 64, 65 म यता आउनु अगाडिसम्म चाहिँ प्रायः रेकर्डिङहरू धेरै नै गऱ्यो। त्यसमध्येमा अब मैले अघि त भनिहालेँ मेरो पहिलो एल्बमको आधा उमेर, छालहरू एक झुल संसारमा। त्यस पछाडि मैले भूपेन्द्र खड्काजीको सोलो शब्द अनि प्रवीण बराइलीजीको सोलो सङ्गीतमा बुलबुल गजल एल्बम निकालेको थियौँ हामीले। त्यसमा चाहिँ जब दिन ढल्दै गयो तिमीलाई सम्झिएँ, जब दिल जल्दै गयो तिमीलाई सम्झेँ, गजल धेरै नै दर्शक श्रोताले मन पराउनु भएको थियो। अनि कतिजनाले मलाई गजल गायक पनि भन्नुहुन्छ त्यही कारणले। त्यस पछाडि जस भन्ने एल्बम आयो, त्यसमा चाहिँ आओ यादहरू आओ मनिदाएको छैन, कोल्टे फेर्दैछु धेरै कोल्टे फेर्दैछु त्यो। त्यसै कलेक्सन एल्बमहरूमा चाहिँ जस्तो अलिअलि भन्दै धेरै पिउने भइसकेछु, साथ छोडी तिमी बेला एक्लै जिउने भइसकेछु, हाम्रो सत्यश्वरको सङ्गीत अनि उत्तम भौकाजीको शब्दमा। अनि दुईट गीतहरू चाहिँ जस्तो धेरै दर्शक श्रोताले सुन्नुभएको छ, तर कतिजनालाई थाहा नहुनसक्छ उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले। यो त कुनै बेलाको एकदमै मोस्ट लिसन्ड गीत चाहिँ यही हो नि। हाम्रो सपनाश्री दिदी र मैले गाएको थियौँ, राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द र सपनाश्री पनि यतै हुनुहुन्छ हजुर। अनि सयौँ जुनी पाउन सकिन्छ त्यो भयो। त्यो लगायत तिमी मसँग भइदिए, जेसु नबिर्से तिमीलाई अहिले पछिल्लो समय किन आउँछ तिम्रो याद एकान्तमै लगायतको धेरै गीतहरू दर्शक श्रोताले मन पर्नु भएको थियो। तपोपन त्यस्तै गीतहरू छ। मैले ठ्याक्क त्यो अहिकै क्वेसनलाई फेरि उजागर गर्न चाहेँ। एकाधिकार जमाइराख्नु भएको थियो, सुगम सङ्गीतमा एउटा छुट्टै पहिचान बनाइसक्नु भएको थियो जगदीश समालज्यूले, तर विदेशिनु पर्यो, 15 वर्ष पनि भइसक्यो। के चाहिँ त्यस्तो टर्निङ पोइन्ट थियो जसले गर्दाखेरि त्यो एउटा त्यो एउटा पपुलारिटी, त्यो एउटा स्टारडमलाई चटक्क छोडेर विदेशिनु पर्यो? त्यस्तो बाध्यता थियो कि? बाध्यता नै त खास सुरुमा भनिन्थ्यो, तर अहिले मलाई लाग्दैन बाध्यता थियो भन्नु चाहिँ। त्यो बाध्यता होइन, त्यो मेरो चोइस थियो सायद। त्यतिखेर बाँच्नै नसक्ने स्थिति त थिएन, तर पनि सर्भाइभल मोडमा चाहिँ थियौँ हामी चाहिँ। किनभने गीत सङ्गीतमै लागेर अलिकति ठुलो केही गरौँ, घर बनाऊँ, अथवा गीत सङ्गीतमै पनि आफै एल्बम निकालौँ, एउटा नयाँ चिज आफूलाई मन परेको चिज गरौँ, के गरौँ भन्दाखेरि चाहिँ त्यो चाहिँ पुग्दैन त्यतिखेरको कमाइले। गीत सङ्गीत अहिले जस्तो प्रोफेसनल्ली ग्रो भइसकेको थिएन त्यो बेलामा। अनि अलिकति गाह्रो थियो, तर पनि एटलिस्ट बाँच्नुसम्म चाहिँ सकिन्थ्यो, त्यो बाहेकको चाहिँ सकिँदैन। त्यही भएर म कहीँ न कहीँ अलिक बार विदेश चाहिँ जान्छु होला। जिउन सक्ने अवस्था थियो, खुसी हुन सकिन्थ्यो, तर हजुर अरू केही एक्स्ट्रा गरौँ भन्ने चाहिँ थिएन। बाँधिएर एकदम बाँच्ने जस्तो ग्यास बास कपास एक्ज्याक्टली त्यति मात्रै पुग्थ्यो भनौँ न। त्यो बाहेक पुऱ्याइन्थ्यो त्यो त जसले त्यो बाहेक आफ्ना केही अन्य रहरहरू पुरा गरौँ भन्दाखेरि अलिकति कठिनाइ थियो त्यो बेलामा। हजुर। अनि त्यही भएर आर्थिक स्थिति अलिकति सुधार गर्नुको लागि म कहीँ न कहीँ त जानुपर्छ अलिक बार भन्ने चाहिँ मेरो माइन्डमा थियो। अनि अब अमेरिका जस्तो एउटा अलिकति डेभलप ठाउँमा आउँदाखेरि थुप्रै देशहरू छन्, मैले बिचमा कुरा काटेँ। अमेरिकाकै यात्रा कसरी जुर्यो? खासमा म कार्यक्रमको सिलसिलामा यता आउने मौका पाएँ। अनि यहाँ चाहिँ अब लिगल्ली पनि केही बस्नु मिल्ने कारणले गर्दाखेरि केही दिन बसौँ, केही महिना बसौँ, त्यो एउटा प्रावधानले गर्दा त्यस्तो फाइदा उठाउनु खोजेको थिएँ। तर अलिकति लामो बसाइ भए झन्डै एउटा जीवनको
महत्त्वपूर्ण उमेर नै यता बिताएँ भनौँ न एउटा गायकलाई 40s भनेको चाहिँ त्यो एउटा गोल्डन एरा गोल्डन एज हो कि त्यो चाहिँ Golden लाइफ पनि आवाज पनि त्यो बेलामा चाहिँ म्याचुरनेस पनि हुन्छ प्लस अनुभव पनि हुन्छ प्लस एनर्जी पनि हुन्छ एनर्जी पनि उत्तिकै रहन्छ त्यो उमेरमा चाहिँ त्यो उमेर चाहिँ लगभग यतै नै बित्यो मेरो किनभने जति त्यसलाई चाहिँ यता एक किसिमले करियरलाई सुधार्ने हिसाबले खेर फालियो भने एउटा चिज केही गरौँ भन्दाखेरि अलिकति कन्सियस टाइपको डिसिजन चाहिँ भएन जस्तो मलाई फिल हुन्छ किनभने पश्चाताप हुन्छ त्यो कुराले पश्चाताप हुन्थ्यो तर अब चाहिँ हुँदैन किनभने धेरै कुरा सिक्यो पनि भन्ने लाग्छ अझै पनि एउटा मेन्टेन गरियो भने अर्को 15 वर्ष 20 वर्ष गीत गाइन्छ होला भन्ने लाग्छ त्यही भएर जे भयो त्योबाट धेरै कुराहरू सिक्यो त्यसमै मैले हजुरको रिसेन्टली एउटा गीत हजुरकै च्यानलमा अपलोड भएको गीत सुनेको थिएँ 2-3वटा गीत सुने हजुर आवाजमा त मैले कुनै पनि त्यस्तो डगमगाएको पाइनँ कि अझ निखारता आइरहेको जस्तो लाग्छ मलाई एक हिसाबले अब अनुभव यहाँ आएर पनि गीत सङ्गीतमा चाहिँ म कन्टिन्युसली गरिरहेको गरेको छु एउटा काम त गर्नै पऱ्यो त्यो बाहेकको उब्रेको समय चाहिँ प्रायः गीत सङ्गीतलाई नै दिइरहेको हुन्छु कार्यक्रमहरूमा हिँडि नै राखेको हुन्छु रेकर्डिङ पनि लगभग 100-150 एउटा गीत त मैले यहाँ आएर पनि यहीँ आएर पनि गर्नुभयो चर्चामा आउनु नआउनु अर्को कुरा नाइस त्यो त राम्रो हो नि अब आफ्नो कलाकारितालाई चाहिँ प्राथमिकता दिएर कन्टिन्युसली केही कुरा गरिराख्यो भने कन्सिस्टेन्सी भन्छ नि हो कन्सिस्टेन्सी एकदम चाहिन्छ कन्सिस्टेन्सी भने चाहिँ अब की टु सक्सिड भन्छ नि अब सक्सेस हुनको लागि एउटा महत्त्वपूर्ण जड भनेकै सायद होला त्यो चाहिँ लगनशीलता र एउटा हुन्छ नि कन्टिन्युसली केही कुरा गरिराख्ने सिङ्गिङ चाहिँ मेरो अब सेकेन्ड नेचर जस्तै नै भयो नि त जस्तो अब इभन मैले कामै गर्दाखेरि थेरापी जस्तै हो थेरापी जस्तो पनि हो त्यो कहिलेकाहीँ आफूलाई अलिकति ट्रमा जस्तो अलिकति स्याड फिल भएको बेलामा म 1 घन्टा 2 घन्टा रियाज गरेँ भने गीत गाएँ भने फेरि अर्कै मुडमा आइहाल्छ है फेरि त्यो ब्याक टु एरा भने जस्तो हुन्छ नि ब्याक टु हुन्छ नि 57-58 हजुर त्यो फिल हुन्छ आफूलाई कन्फिडेन्स चाहिँ अर्को टाइपको मैले रियाज गरेको छु भने मेरो स्वर चाहिँ अलिक फर्ममा छ भने अलिकति कन्फिडेन्स चाहिँ अर्को टाइपको त्यो गीत सङ्गीतमा मात्रै नै अरू चिजमा पनि त्यो कन्फिडेन्स त्यो देखिन्छ कि जब म रियाज गर्नु पाएको छैन 1-2 हप्ता चाहिँ गीतै गाएको छैन भने स्याडनेस त्यतिकै पनि कता स्याड भएको छ कन्फिडेन्स बिल्डअप हुन्छ त्यो कुराले हजुर इनर्जी बुस्ट गर्छ थेरापी हो मेरो लागि म्युजिक मेरो सेकेन्ड नेचर पनि हो कस्तो राम्रो हो नि त्यो एउटा लगाव त्यो नै हो त्यही एउटा लगावले त मान्छेलाई केही न केही क्षेत्रमा चाहिँ सक्सेसफुल बनाउने हो नि जुन कुरालाई हजुरले एकदमै आत्मसात गरेर माया गरेर आफूले जुन कार्य गर्यो त्यसलाई माया गरिराख्नु भएको छ त्यो नै हो हजुरको एउटा साधना सङ्गीत भने त साधना नै हो साधना नै हो कतिपयले भन्नुहुन्छ अझै पनि तपाईँको स्वर काम्नु थालेको कामेको रहेछ भन्दा पनि त यसो सोध्छु म काम नै उमेरको त भइसकेको छैन होला जस्तो लाग्यो स्टिल एज इज जस्ट नम्बर होइन मन त के अरे उमेर 55 भयो भने दिल त बचपन छ नि हजुर किनभने म दीप श्रेष्ठ दाइलाई हेर्छु उहाँ 70+ हुँदाखेरि पनि गीत गाइरहनु भएको कस्तो एनर्जेटिक हुनु हरिहरण उहाँको गजलहरू सुन्छु उहाँको लाइभ पर्फर्मेन्सहरू उहाँ पनि 70+ हुनु भइसक्यो त्यो सिङ्गिङमा एक रति पनि डगमगाउनु भएको छैन उहाँले त्यस कारण म त उहाँहरूको अगाडि त सानो बच्चा नै हो कि बच्चा हो भने चाहिँ मैले किन हार खाने भने जस्तो हजुर उहाँहरूबाट जस मोटिभेट चाहिँ हुन्छु जस्ट इन्सपायर हुन्छु अमेरिका आउनुभन्दा पहिले कुनै देशमा जानुभएको थियो कि पर्फर्मको लागि धेरै ठाउँ गएको थिएँ म जस्तै युरोप घुमिसकेको थिएँ जापान गएको थिएँ युके लगायत अब हङकङ त धेरैचोटि नै गइयो साउदी अरेबिया आदि ठाउँहरू प्रोग्राम गरिसकेको थिएँ यी देशहरूमा गएको मध्येमा सबैभन्दा मन परेको देश चाहिँ सबै ठाउँ जाँदा नै फरक अनुभवहरू छ तर विशेष सबभन्दा सम्झना योग्य अनुभव चाहिँ साउदी अरेबिया नै भएको थियो किनभने दर्शकको उपस्थिति त्यो एउटा प्रोग्राम हलहरू त्यो अझै पनि याद आउँछ कि म अल्बानी कम्पनीमा उहाँले मलाई लगेर त्यहाँको खानाहरू टेस्ट गराउनु भएको उहाँले त्यहाँ स्वागत गराउनु भएको त्यो माया अझ विशेष लाग्छ भन्ने अझै पनि यादमा आउँछ धेरै एउटा कलाकारलाई स्टेजमा गइसके पछाडि दर्शक कति छ र दर्शकले कतिको ब्याक स्टेजबाट इनर्जी देखाइरहेको छ त्यो कुराले चाहिँ डाइरेक्ट इम्प्याक्ट गर्दो रहेछ जस्तै इनर्जी बुस्ट गर्ने अथवा लो फिल गर्ने त्यहाँबाट फिल हुँदो रहेछ है
मलाई एकजना कलाकारले नै भन्नुभएको थियो कि कनेक्सन चाहिँ थोरै पर्फर्मेन्स चाहिँ त्यो भाइब चाहिँ कनेक्ट हुँदो रहेछ कि हो एकदमै। स्टेजमा दर्शकहरूले चिच्याएर हुटिङ गरिरहेको छ भने अझ इनर्जी आउने होइन ओहो भने जस्तो हुने जस्तो। फेरि त्यो कार्यक्रमको प्रकार अनुसार पनि हुन्छ, कहिलेकाहीँ अब ठुलो स्टेजमा जाँदाखेरि त्यसै गरिन्छ, कहिलेकाहीँ फेरि सानो एउटा माहौलमा हार्मोनियम बजाएर तबलामा गीत सुन्ने माहौलमा त्यो त एउटा सोलो भनौँ अझ एक्लै रुममा। हजुर एउटा सङ्गीत अनुसारको हल दर्शक श्रोता पनि फरक फरक नै हुन्छ। अनि त्यो कुरा जुन खालको सङ्गीत प्रस्तुत गरिँदैछ, जे पर्पजको लागि गरिँदैछ त्यो अनुसारको दर्शक श्रोता भइदियो भने त्यस एनर्जी चाहिँ बुस्ट हुन्छ कलाकारलाई पनि, प्लस कलाकार आफै पनि कहिलेकाहीँ कनेक्ट हुन सक्नुपर्छ जस्तो लाग्छ। कोही बेला आफै पनि लस्ट हुन्छ कुनै कुनै मोडमा चाहिँ, आफू हराइयो भने दर्शक श्रोतालाई पनि हराइँदो रहेछ भन्ने कुरा चाहिँ मैले फिल गरेँ। एक्ज्याक्टली। हजुरको एजमा त त्यति बेला अब मोबाइल फोन अनि यस्तो अब मेसेज गर्ने मेसेन्जर दुनियाँ यस्तो टेक्नोलोजी त थिएन नि त। त्यति बेला हजुरलाई लभ लेटर कतिको आउँथ्यो? यस्तो अब सुगम सङ्गीतमा लागिसकेको मान्छे ओहो म त हजुरको एकदम डाइहार्ड फ्यान हो, हजुरको गीत नसुनेर त मलाई निन्द्रै लाग्दैन भनेर दुनियाँ हुन्छ नि लामो चिठी आउँछ अरे क्या केटीहरूको, के हो कुराकानी? मलाई चाहिँ त्यस्तो भएन, लभ लेटर त अलिक लेख्यो तर पनि मेरै होइन हजुरलाई आयो कि? त्यस्तो चाहिँ थिएन, किनभने म गाउँमा हुँदाखेरि पनि धेरैलाई मेरो एड्रेस थाहा पनि नभएर होला, काठमाडौँ आएर पनि मेरो एड्रेसै थिएन। प्रेम प्रस्ताव कतिको आउँथ्यो? किनभने हजुर प्रेम प्रस्ताव चाहिँ धेरै नै आउँथ्यो, धेरै नै आउँथ्यो किनभने म क्युट नै थिएँ। म रेस्टुरेन्टमा गाउँदाखेरि हजुर राम्रै गाउँथेँ जस्तो लाग्छ। त्यो धेरै अब नेपाली कतिपय त इन्डियाबाट नै आउनुहुन्थ्यो, त्यतिखेर हिन्दी गीत पनि गाउँथेँ। अनि जस धेरैले मन पराउनुहुन्थ्यो त्यो बेलामा चाहिँ, जस 20s को एन्डतिर अनि 30s को बिगिनिङतिरको कुरा हो। त्यति बेला त अब मान्छे एकदमै जवान भनौँ न। हजुर केटाहरूको ह्यान्डसम हुने एरा नै त्यही हो भन्छ। हजुर ठिक हुन्छ। त्यो बेलामा त हतपत केही कुराले पनि स्याड भन्ने कुरा हुँदैन, एकदमै जे कुरा पनि गर्नु सकिन्छ जस्तो आँट आउँथ्यो। अहिले पनि आउँछ आउनु त, तर त्यो बेलाको झन् विशेष हुन्छ। अनि हजुर यता अमेरिका प्रवेश गरिसके पछाडिको बसाइ कस्तो भयो? कतिको कठिनाइ झेल्नु पर्यो? अनि एकदमै लो फिल गरेको कुनै मुमेन्ट भयो अमेरिका आइसकेपछि? ओहो म त किन आएछु भन्ने एकदमै कहिलेकाहीँ त त्यस्तो फिल पनि आउँछ नि त। कहिलेकाहीँ न धेरै धेरै जब धेरै मुमेन्टहरूमध्येका केही एक दुईवटा सम्झिँदाखेरि धेरै त्यस्तो मोमेन्टहरू छ। अब त्यो त सिरिज नै छ भनौँ न, कतिपय त एक्लै पनि रोएको छु म यहाँ है। यहाँको डिफ्रेन्ट भाषा, डिफ्रेन्ट कल्चर, फेरि आफूले गरिरहेको प्रोफेसनभन्दा अर्कै काम गर्नु पर्दाखेरि फेरि धेरै ठाउँ प्रोग्राम जाँदाखेरि अलिअलि बानी बिग्रिसकेको एउटा कलाकार भनेर सम्मान पाइसकेको मान्छेहरू हो नि। एकैचोटि गर्दाखेरि के हो जस्तो पनि लाग्दो रहेछ। त्यतिखेर त्यो फिल अलिक ब्याड चाहिँ हुन्थ्यो। अब अहिले आएर त धेरै म्याच्योर भयो, त्यो कुराहरू पनि सामान्य लाग्छ। अहिले त आएर मान्छेले मलाई चिनेन भने पनि खासै केही फरक पर्दैन अहिले त। त्यो बेलामा चाहिँ त्यो फिल हुन्थ्यो अनि धेरै नै स्याड हुन्थ्यो। म चाहिँ किन आएछु जस्तो लाग्थ्यो। अनि एकजना मेरो दर्शक श्रोताले पनि भन्नुभएको थियो मलाई कमेन्टमा कतै, जगदीश समाल चाहिँ यस्तो मान्छे हो कि जो चाहिँ आफ्नै बारीमा के हिरा फल्ने बारी छोडेर फेरि हिरा खोज्न हिँडेको मान्छे लेख्नु भएको थियो कि त्यो टच भयो मलाई त्यो शब्दले चाहिँ। मेरो आफ्नै बारीमा हिरा फल्ने थिएछ, फेरि पनि हिरा खोज्नु म कहाँ हिँडिरहेको छु जस्तो फिल चाहिँ मलाई हुन्थ्यो। फर्किनुपर्छ भन्ने चाहिँ पहिलादेखि नै सोचाइमा चाहिँ हुँदाहुँदै पनि लम्बिराखेको छ। अब चाहिँ फाइनल्ली नेपाल जाने निर्णय गरेको छ चाँडै। कुनै त्यस्तो मुभमेन्ट थियो जसले तपाईँलाई एकदमै हिट गर्यो, मतलब हुन्छ नि एकदमै स्याड फिल बनायो यता आइसकेपछि? धेरै धेरै थियो। जस्तो अब उदाहरणको लागि एकपल्ट मेरो छोराको बर्थडे मनाइरहेको बेलामा उता एउटा भिडियो कल गरेको थिएँ। त्यो बेलामा चाहिँ म चाहिँ बोल्नै नमिल्ने स्थितिमा थिएँ कि काम गरिरहेको थिएँ। अनि काम गर्दै बोल्दाखेरि मलाई त्यो बोल्नु दिएको थिएन क्या त्यो बेलामा, त्यतिखेर चाहिँ म रोएको थिएँ। त्यस्तो मोमेन्ट धेरै छ। अब अचानक अहिले यो सम्झेँ कस्तो परिबन्धमा परिएछ। छोरालाई ह्याप्पी बर्थडे पनि भन्नु पाइनँ मैले भने जस्तो फिल भएको थियो त्यो मोमेन्टलाई पनि। कति वर्षको छोरा त्यति बेला? त्यतिखेर सायद त्यस्तै म आएको 3-4 वर्ष मात्रै भएको थियो होला। भनेपछि छोराको उमेर 12 वर्ष 12 वर्ष त्यस्तै होला। भनेपछि अहिले त छोरा जवान भइसक्यो। जवान त भइसक्यो 24 वर्ष भइसक्यो। हजुर 24-25 वर्ष 24 वर्षको छ। बिहे गर्ने बेला भइसकेछ, बुहारी ल्याउने बेला। अब बुहारी
अब बुहारी बाजे हुनु पनि चाँडै बाजे त भइसक्यो अरू ठाउँबाट जस्तो भान्जीहरूबाट अन्य बाबुहरूबाट तर मेरो त आफ्नै छोराको पनि हुनु हजुरको एउटा छोरा मात्रै हजुर ए के भन्छ छोराले ऊ उसको पनि स्वर चाहिँ राम्रै छ गीत गाउँदाखेरि पहिला एकदम रेन्ज उसको तलदेखि माथिसम्म पुग्ने है तर म्युजिकमा चाहिँ म जतिको क्रेजी चाहिँ छैन ऊ चाहिँ अब सायद म्युजिक गर्छ गर्दैन त्यो चाहिँ थाहा छैन अरू राम्रै छ र अरू माथि गर्ने तर त्यस्तो एकदमै लगाव छैन चाहिँ नदिने भनौँ ए सायद पछि हुनु पनि सक्छ तर अरू कुरामा राम्रै छ तर मेरो विचारमा उसले जे मनपर्छ त्यही गरेकोमा खुसी हुन्छु म म्युजिकमै गर्नुपर्छ भन्ने केही छैन अनि जगदीश सर यो 15 वर्षको अवधिमा दशकौँ एक दशकभन्दा बढी भइसक्यो लगभग 2 दशक हुने बेला भइसकेछ 1.5 दशक भइसक्यो है नेपाल कतिपटक जानुभयो यो अवधिमा यो कुरा चाहिँ अलिकति सुन्दाखेरि अप्ठ्यारो नै लाग्ने खालको छ किनभने म 14 वर्षपछि लास्ट इयर 2024मा गएको थिएँ म नेपाल 14 वर्षमा त राम पनि एक्ज्याक्टली त्यही मलाई गाउँमा जाँदाखेरि राम वनवासबाट फर्कियो भन्थे हजुर त्यही भन्नुभयो मलाई एक्ज्याक्ट त्यही भन्नुभयो है हजुर अनि कहिलेकाहीँ आफूलाई पनि प्रश्न गर्छु म किन यस्तो खोइ कोही बेला त्यस्तै हुँदो रहेछ अब कहाँ एउटा सायद अवेरनेसको कमीले पनि होला म के गर्दैछु कहाँ छु कसो गर्नुपर्ने अथवा त्यो भोलि भन्दा यस्तो हुँदो रहेछ कहिलेकाहीँ त्यो चाहिँ डिफ्रेन्ट अनुभव छ मलाई जस 14 वर्षपछि नेपाल जाँदाखेरि त्यो अनुभवलाई सुनौँ न 14 वर्ष पछाडि आफ्नो जन्मेको ठाउँमा हुर्केको ठाउँमा पुग्दाखेरि कस्तो अनुभूति हुँदो रहेछ एयरपोर्टबाट निस्केपछि कस्तो फिल हुँदो रहेछ खासमा म नेपाल कल्पना गर्दाखेरि पहिला त्यो ठाउँहरूमा फेरि जान्छु कि जाँदिनँ जस्तो फिल हुन्थ्यो मलाई पहिला त के त्यस्तो त्यति बिरानो भइसकेको थियो कि 14 वर्षसम्म यहाँ बस्दा त्यस्तो बिरानो लाग्ने कि त्यो ठाउँमा फेरि पुग्छु होला र जस्तो पो फिल हुन्थ्यो म अनि सपनाको देश जस्तो है अनि तर जाने कुराले गर्दाखेरि नि म सपनामा फिल भइरहेको थियो सपनामै पुगेँ सपनामै पुगेर आए जस्तो फिल भइरहेको छ त्यो 40-50 दिनको बसाइ सायद त्यो सपना जस्तो छ मलाई चाहिँ अब गएर त्यसलाई विपना बनाउनु छ 50 दिन बस्नुभयो हजुर फर्स्ट यहाँबाट जानुभयो अनि नेपाल हजुर इलाममा जानुभयो काठमाडौँमा उत्रिँदाखेरि अब एकदमै डिफ्रेन्ट ठाउँमा गएको जस्तो फिल भयो मलाई त्यो पहिला भन्दा धेरै 2024मा जानुभयो धेरै नै फरकहरू पाएँ सबै कुरामा अनि मेरो छोरा र मिसेस एयरपोर्टमा आएको थियो अनि उनीहरूलाई देख्दाखेरि पनि म त्यो सपना जस्तै फिल भयो यो हो र भने जस्तो कस्तो भयो त्यो कसैले मलाई चिन्नु त भएन त्यहाँ होइन जस हामी दुईजना घर आयौँ त्यति नै तर उहाँहरूलाई आफ्ना आँखा अगाडि देख्दाखेरि यो साँच्चीकै यो रियल नै हो र भने एकदमै डिफ्रेन्ट कस्तो फिल भएको थियो त्यो अनि शब्दमा बयान गर्न नै सक्दैन होला सायद त्यो अहिलेलाई कुनै बेलामा अझै फ्रेस भएर हजुर जन्मेको एक्ज्याक्ट ठाउँ चाहिँ इलामको के भन्छ इलाम लक्ष्मीपुर भन्थ्यो त्यतिखेर चाहिँ अहिले चाहिँ माई नगरपालिकाभित्र पर्छ त्यस झापाको नजिक तर इलाम नै हो झापाबाट म त त्यता कहिले पनि गएको छैन कति आवरको ड्राइभ हो त्यतिखेर चाहिँ गाडी पनि जान्दैन हाम्रो गाउँमा अहिले चाहिँ गाडी चल्दो रहेछ गाडी जाँदैन थियो कतिखेर कति सालको कुरा मैले गाउँ छोडेको त धेरै वर्ष अगाडि पढ्न थालेकोदेखि त्यो काठमाडौँमा गीत गाउँछु आमा बस्नु भएकोदेखि नै प्रायः म गाउँमा राम्ररी गएको छैन 30औं वर्ष भयो ओहो भनेपछि हजुर को अहिले पनि छ इलाममा घर हजुर अहिले घर नै चाहिँ छैन तर ठाउँ छ त्यो ठाउँ छ त्यहाँ पुगेँ म अस्ति मेरो आमाको हाम्रो त्यो राखेको ठाउँहरू पनि त्यही छ त्यहाँ पुगेको थिएँ अनि अहिले चाहिँ बसाइ कता छ बसाइ चाहिँ काठमाडौँतिर नै काठमाडौँ सर इलाममा पनि जानुभयो अनि इलाम पनि गएँ कति दिन बस्नुभयो त्यहाँ 2-4 दिन बसेँ बुवा हुनुहुन्छ अनि बुवासँग बिताएँ 2-4 दिन बुवाको उमेर कति भयो होला बुवा अहिले 80 प्लस हुनुभयो के भन्नुभयो बुवाले 14 वर्ष पछाडि छोरो आउँदा त्यो भेटाइ त्यो पछि म कुनै दिन किताब लेखेँ भने भन्छ होला यस्तो स्थितिमा भएको थियो बुवासँग त्यो फर्स्ट भेटाइ है त्यो अँध्यारोमा बिर्दामठको त्यो एउटा भिड गाडीभित्र मैले चाहिँ त्यो छुट्टै एउटा गाडी रिजर्भ गर्ने प्लानिङमा थियो त बुवाले त्यो मलाई त्यहाँको सिस्टमहरू थाहा भएन बुवाले पनि त्यो गर्नु भएन छ
एकैचोटि हाम्रो साँझमा एउटा एकदम भिडभाड गाडीमा भएको थियो कि जम्का भेट भिड गाडी भिड अगाडि कोचाकोच भरिएको गाडीमा म पछाडि थिएँ नि बुवा अगाडि हुन्थ्यो मैले बुवालाई ढोक्नु पनि पाइनँ अनुहार मात्रै हेराहेर गरेको थियौँ कि त्यो बेलामा ओ माई गॉड त्यसरी भेट भएको थियो 14 वर्ष कस्तो यादगार भेट रहेछ है हजुर अनि डेस्टिनेसन पुगिसकेपछि मात्रै बुवालाई छुनु पाएको थिएँ बुवाको ए अनि 2-4 दिनपछि चाहिँ हजुर फर्किहाल्नु काठमाडौँमै फर्किनु छ ए झापामा पनि छ कि हजुरको बसाइ झापामा बुवाहरू बस्नुहुन्छ बुवाहरू बस्नुहुन्छ अनि बुवा र मेरो भाइहरू सानीमा पनि हुनुहुन्छ अनि त्यही हो त्यस पछाडि काठमाडौँ आएँ विदिन 15 दिनको अन्तरालमा जस 22वटा जति गीत गाएँ धेरै 15 दिनभित्रै 22वटा गीत गाइसक्नु भयो हजुर उहाँहरूले चाहिँ सम्झिराख्नु भएको थियो मलाई ए लिस्ट रेडी गर्नुभएको थियो होला कहिले कहिले आउनुहुन्छ उहाँ र अनि रेकर्ड गर्नु हजुर उहाँहरूले भन्नु चाहिँ भएको थियो तर मैले अब गाउन सक्ने स्थिति पनि थिएन मेरो त्यतिखेर स्थिति न रियाज थियो न मेरो मेन्टल्ली म एकदम स्टेबल पनि थिएन स्टेबल हो अलिकति अब इमोसनल भइरहेको मुभमेन्टहरूमा थिएँ अनि फेरि त्यत्रो वर्षपछि फ्यामिली हो ठाउँमा गएको फेरि कति वर्षौँपछि त्यो आफ्नो देशको माटो छुन पाएको है कति मर्यादा गर्ने गीतै गाउनु मात्रै गाइ नै राखेको नि भने जस्तो पनि फिल भएर गाइनँ सुरुमा चाहिँ तर आउनुभन्दा अगाडि यो मेरो धर्म पनि हो भनेर सबैजनालाई चित्त बुझाएर 22वटा गीत रेकर्ड गरेर आएँ समकालीन साथीहरूलाई भेट्नुभयो भेटाइ पनि अचम्म खालको भयो कस्तो भयो भने भजन शिरोमणि भक्तराज आचार्यको त्यही बेलामा स्वर्गारोहण पनि भएको हजुर कारणले गर्दाखेरि अनि उहाँको अन्त्येष्टिमा जाने मौका मिलेको थियो ए जति पनि साथीभाइको अनुहार मैले त्यहाँ नै रिन्यू गर्नु पाएँ मलिन अनुहार सबैजना त्यही नै देखेँ अनि सबैजना मलिन देखिन्थ्यो तर पनि मलाई देखेर सबैजना सरप्राइज चाहिँ हुनुभएको थियो अरे कसरी कहिले कसरी यो हो र जस्तो फिल भएको थियो कसैले थाहा थिएन नि त मौकाको हजुर यता आएको थाहा थिएन है प्रायः जसोलाई हजुर अनि म यता छु भन्नु त सबैलाई थाहा छ तर म त्यो फर्केको चाहिँ थाहा थिएन म काठमाडौँमा छु त्यो बेलामा भनेको चाहिँ कसैलाई थाहा सबलाई सरप्राइज दिनुभयो हजुर त्यसपछि पर्सनल्ली भेट चाहिँ त्यति भएन साथीभाइ 50 दिन हजुरलाई 5 दिन जस्तो लाग्यो होला एकैछिनमा बित्यो जस्तो एकैछिनमा चुटकीमा बित्यो जस्तो लाग्यो अहिले सम्झिँदा सपना जस्तो लाग्छ है हजुर म गएको थिएँ र एउटा फ्ल्यास जस्तो कि फ्ल्यासब्याक जस्तो मात्रै फ्ल्यासब्याक जेल अनि 50 दिन बित्दाखेरि फर्किन मन लाग्यो हजुरलाई फर्किने त मन एक किसिमको अब व्यवहारहरू पनि थियो यहाँ होइन त्यो नमिलाइकन गएको थिएँ म फर्किने मोडमै 100% म फर्किन्छु भन्ने उतै बस्छु भन्ने मोडमा थिएन केही कुराहरू थियो मन नलाग्दै पनि फर्केँ तर म धेरै चाहिँ बस्दिनँ अब चाहिँ भन्ने चाहिँ माइन्ड बनाएर फर्केँ त्यतिखेर ए भनेपछि 24बाट अहिले 25-26 अब के छ अब फेरि नेपाल जाने प्लान हजुरको अब चाँडै नै नेपाल जाँदैछु त्यो पनि सधैँको लागि हजुर अब नेपाल जाने सदाको लागि धेरै दिन छैन अब यहाँ बस्नुलाई वा हामी त कस्तो हुन्छ नि एउटा महत्त्वपूर्ण समयमा चाहिँ हाम्रो भेट भएछ एकदमै थ्याङ्क यू सो मच तपाईँलाई सम्झिनु मैले यहाँ आउने इच्छा लागिरहेको थियो तपाईँले सम्झिनु भयो अब सायद अलिक पछि त भेट हुँदैन होला हुन्थेन होला किनभने म केही महिनापछि नै जाँदैछु प्लस केही महिनाभित्रै जाँदै हो त्यो पनि सदाको लागि हजुर सधैँको लागि जाँदैछु अनि अबको विकेन्डहरूमा प्रायः सबै ठाउँमै प्रोग्रामहरू छ सायद बिजी भइसक्छ राख्नु भएको छ जाने बेलामा झन् उहाँले बोल्नु पसन्द कति ठाउँमा टाइम दिनु पनि पाइरहेको छैन कस्तो महत्त्वपूर्ण समयमा चाहिँ हाम्रो यसरी भेटघाट भएछ कस्तो मलाई अझ बढी खुसी लाग्यो अब अहिले चाहिँ वा मलाई हजुरलाई भेट्दै खुसी लागिरहेको थियो अझ म सदाको लागि फर्किँदैछु भनेपछि त अझ महत्त्व बढेर आयो कि ओहो अब त भेटघाट नहुँदो रहेछ भने जस्तो फिल भयो भेटघाट त भइ नै हाल्छ तर सायद यही ठाउँमा यसरी नै यही ठाउँमा यसरी है वरिपरि भएर हजुर त्यही त यत्रो म आएको पनि लगभग अब 3-4 वर्ष भइसक्यो भेटघाट चाहिँ भएको थिएन यो हाम्रो पहिलो भेटघाट नै यस्तो रमाइलो भयो थ्याङ्क यू सो मच म तपाईँको बोली सुनिराख्दाखेरि तपाईँले पहिल्यै नै भेटघाट भइरहेको जस्तो फिल भएको छ तर आज तपाईँ हामी फर्स्ट भेट्दाखेरि पनि मलाई नौलो महसुस भएको छैन है हजुरको जीवनको कुरा गर्दाखेरि विवाह कस्तो प्रेम विवाह भएको थियो हजुर प्रेम विवाह म कलेज पढ्दै गर्दाखेरि नै हामी सँगै पढ्थ्यौँ
ए त्यति बेला प्रेम विवाह गर्नुभयो है हजुरले प्रस्ताव गर्नुभयो कि त्यो भाउजूले बेलामा मलाई याद चाहिँ छैन कसले प्रस्ताव गरेको तर सायद आँखाहरूले गरे होला पहिला आँखाको भाग त्यो मुखबाट त्यस्तो खोल्ने खालको त्यतिखेर सिचुएसनहरू हुन्थेन बट त्यस्तो खालको आँटहरू थिएन अहिले त म तिमीलाई माया गर्छु भन्ने यताउति हुन्छ नि डाइरेक्टली भन्ने त्यो छ नि त चलन पहिले त चिठीमा केही लेखेर यसरी फाल्ने त्यस्तो त्यस्तो चलन थियो हजुर आँखाले धेरै बोले आँखाले धेरै बोले एक्ज्याक्टली भनेपछि कति सालको कुरा हो यो त्यो 49-50 कुरा हो 49-50 को हजुर म भर्खर जन्मेर हजुर त्यही भने मैले सुरुमा हजुरलाई यो हाम्रो यो पोडकास्ट यात्राको सुरुमै पनि भनेको थिएँ हाम्रो एज एउटै देखिन्छ भनेर तर म भर्खर जन्मिँदा चाहिँ हजुर कलेज पढेर पनि अब हुन्छ नि बिए गर्ने बेला भइसकेको रहेछ हजुर होला सानै उमेरमा कति 22-23 वर्ष हुनुहुन्थ्यो कि बिहे गर्दा चाहिँ त्यति वर्ष थिएँ तर अब त्यो भेटको गाँठ हुने बेला उमेर हेर्ने हो भने त 17 वर्षको थियो होला सायद ए 17 वर्षदेखि चाहिँ 17 वर्षदेखि 22 वर्षसम्म चाहिँ प्रेम सम्बन्धमै हजुर बस्नुभयो त्यही भएर पो हो कि यस्तो एकदम हुन्छ नि मनैदेखि यस्तो हुन्छ नि प्रेम भाव झल्किने गीतहरू बढी छ हजुरको सायद हुनु पनि सक्छ अब त्यो कारणले नि होला है मौका पनि त्यस्तै त्यस्तै अवसर पाएर पनि होला अब सायद फिलहरू पनि त्यस्तै हुन्छ होला हुन त धेरै गीतहरू त मैले छानेर गाउनु पाइनँ किनभने जस्तो आउँथ्यो त्यस्तै अब यो आफैले एल्बम गर्दाखेरि चाहिँ प्रायः छानिन्छ तर कलेक्सनमा जाँदाखेरि त अब एउटा प्रोफेसनै त्यही भइसकेपछि जस्तो गीत दिनुहुन्छ अब त्यतिखेर नाइ भन्ने चलन थिएन साह्रै नै मन परेन भन्ने मात्रै भनिन्थ्यो नभए ठिकै लाग्यो भने प्रायः सबै गीत नै गाइन्थ्यो त्यति बेला हजुरले गीत गाउँदा अब आफ्नै थिएन सबै कुरा भन्नुभयो कस्तो स्यालेरी बेसमा हुन्थ्यो गीत गाउँदाखेरि हजुर गीत गाउँदाखेरि के कसरी हुन्थ्यो रेडियोमा त अब त्यो रेकर्ड गरेपछि त अलि 1-2 सय मात्रै आउँथ्यो त्यतिखेर खासै पैसा त हुन्थ्यो एउटा गीतको 1-2 सय त्यहाँबाट पैसा आउने नै थिएन त्यहाँ त रेकर्ड हुनु कस्तो गीत रेडियोमा बस्नु नै ठुलो कुरा थियो नि त अनि रेकर्ड गर्नलाई पनि खर्च लाग्थ्यो तर त्यहाँ चाहिँ खर्च लाग्थेन रेडियो नेपालमा चाहिँ पहिला चाहिँ लाइभ रेकर्डिङ हुन्थ्यो त्यो म्युजिसियनहरूसँग बसेर एकैचोटिमा रेकर्ड गर्नुपर्ने हुन्थ्यो सँगै गाएर ए त्यस्तो प्र्याक्टिस गर्ने रियाज गर्ने यताउति केही छैन प्र्याक्टिस रियाज त हुन्थ्यो तर रेकर्डिङको लागि चाहिँ डिफ्रेन्ट बाजाहरू छुट्टै बेलामा बजाउने पछि आएर गाउने गर्छ त्यस्तो होइन त्यस्तो होइन त्यो चाहिँ अन द स्पट सबै कुरा सबैजना बसेर त्यहाँ लास्टमा कसैले बाँसुरीको पार्टमा केही भयो भने फेरि सुरुदेखि फेरि गाउनु फेरि सुरु हजुर त्यसलाई कट गर्ने यताउति केही छैन त्यसरी ए कस्तो है कतिचोटि कट गर्नु पर्थ्यो होला है कि धेरैचोटि पर्थ्यो नि कोही बेला आफैले बिगारिन्थ्यो कोही बेला म्युजिसियनहरूको अनि फेरि सुरुबाटै गाउनु पर्ने गरिन्थ्यो अन्त रमाइलो हुन्थ्यो किनभने नारायण गोपालजीहरूको जति पनि हामीले गीतहरू सुन्छौँ भक्तर आचार्यज्यूहरूको उहाँहरूको अल्ग्रजहरूको प्रायः हामीले गीत सुनेको गीतहरू त्यसरी नै रेकर्ड भएको ए है एउटा म्यानुअल सिस्टममा भनौँ हजुर तलब पाउने भनेको त मैले रेस्टुरेन्टमा गीत गाउँथेँ ए रेस्टुरेन्टमा गाउनुहुन्थ्यो त्यतिखेर रेस्टुरेन्टमा गीत गाउँथेँ अनि त्यो बेलामा चाहिँ फेरि 70-80% चाहिँ हिन्दी गीत गाउनु पर्थ्यो फेरि म त्यति किन होला त्यस्तो टुरिस्टहरू आउँथ्यो इन्डियनहरू आउँथ्यो कि के कारणमा हिन्दी गीतको एकदमै ठुलो प्रभाव थियो है नेपाली गीतहरूले अहिले जसरी प्रभाव पारेछ त्यसरी प्रभाव थिएन कि नेपाली गीत सङ्गीतको ए सबैले अब लोक हिन्दी नै सुन्नु नेपालीले पनि हिन्दी नै सुन्न रुचाउने ए त्यतिखेर हामी नेपाली गीत सङ्गीत ओझेलमा पऱ्यो लोक सङ्गीत ओझेलमा पऱ्यो भन्ने कुरा थियो त्यो बेलामा धेरै तर अहिले त त्यो भनिँदैन नि किनभने लोक सङ्गीत धेरै माथि छ अरू सङ्गीतहरू पनि त्यति नै छ अहिले नेपाली गीतहरू अहिले गयो भने सायद हिन्दी गीतै गाउनु पर्दैन कि नेपाली गीत त्यति फसाइ छ अहिले त नेपाली गीत त्यति बेला हजुरको गीतहरू यस्तो कालजै गीतहरू थियो नि अब त्यो एरामा त्यस्तो हुन्छ नि अब टेक्नोलोजी नभएको बेलामा टेक्नोलोजी त थिएन नि त सोसल मिडिया थिएन आफ्नो कुनै च्यानल थिएन अहिले त आर्टिस्टहरूको आफ्नै च्यानल छ तर त्यो त्यो एउटा हुन्छ नि गोल्डन एज को गीतहरू अहिले यो अवस्थामा चाहिँ लगभग मिलियन ओभर त पहिले नै छ हजुरको कतिपय गीतहरू मिलियन ओभर नै छ अहिले त करोडमा जाने गीतहरू हो नि यिनीहरू हो अब त्यही बेला त्यस्तो आओ यादहरू
सदाबहार गीतहरू त अब कहाँ सुन्न पाउँछौ त नि। त्यति बेला आत्मा हुन्थ्यो गीत सङ्गीतमा, आत्मा घोलिएको जस्तो फिल हुन्थ्यो कि। हुन्छ नि अब कुनै आर्टिस्टले केही कुरा गर्यो अथवा कुनै मूर्ति बनायो भने त्यसमा आत्मा पनि लुकिया हुन्छ, फिल गर्न सकिन्छ भनिन्छ नि, त्यो फिल हुन्थ्यो क्या त्यति बेला, आत्मीय हुन्थ्यो सायद। अब त्यतिखेर चाहिँ हाम्रो इन्टेन्सन भनेको त्यो गीतमा डुब्ने, गीत कसरी त्यसको शब्दहरूमा कसरी डुब्ने भन्नेतिर मात्रै हुन्थ्यो। तर अहिले आएर चाहिँ इन्टरटेन मात्रै हो। अहिले आएर चाहिँ यो गीत हिट होला कि नहोला भन्ने चाहिँ माइन्डमा आधाभन्दा धेरै एनर्जी त्यसले पनि तान्छ कि है। यो मन पराउला नपराउला, यो त अहिले त अनेक खालको जनराहरू छ। अब एउटा जनरालाई एक प्रकारले मात्रै सुन्नुहुन्छ, अर्को जनरामा थाहै पनि हुँदैन। त्यही कारणले गर्दाखेरि पनि होला इन्टेन्सन चाहिँ अब गीतको भावलाई कसरी मार नदिने र कसरी चाहिँ अब यस्तै एउटा एज अ स्टोरी चाहिँ कम्प्लिट हुन्छ भन्ने त्यो लाग्थ्यो त्यो बेलामा चाहिँ। सायद अहिले चाहिँ अब कसरी हिट हुन्छ होला, फेरि यो गीत गाएर मैले प्रोग्राम पाउँला कि नपाउँला, भाइरल होला कि नहोला हुन्छ त त्यो चिजहरूले चाहिँ सायद परम्परा हराउँदै गएको जस्तो फिल हुन्छ कि हुँदैन हजुरलाई? फिल हुन्छ। अब त्यो भित्र पनि फेरि राम्रो चिजहरू पनि छैन भन्नु चाहिँ मिल्दैन। धेरै 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 राम्रो क्रिएसनहरू डेभलप भइरहेको छ, राम्रो राम्रो चिजहरू निस्कि पनि रहेको छ। टेक्नोलोजी अनि त्यस पछाडि इन्स्ट्रुमेन्टहरू त्यो त धेरै नै डेभलप भइरहेको छ, त्यो अपरिहार्य पनि थियो। हजुरले पहिले भन्नुभयो नि अब एउटा गीत सुरु गऱ्यो भने केही छिस्स बिग्रियो भने फेरि सुरुवात गर्नु पर्थ्यो, त्यो झन्झट त अहिले हरायो, त्यो एकदमै राम्रो कुरा हो। तर त्यसो भइराख्दाखेरि हामीले कतै परम्परालाई, आफ्नो मौलिक गीत सङ्गीत संस्कृतिलाई, आत्मालाई त मारिराखेका छैनौँ भन्ने आभास हुन्छ हजुरलाई? हुन्छ। मैले अघि भने जस्तै इन्टेन्सन विशेष गरेर अहिले चाहिँ हाम्रो कल्चरलाई पनि जोगाएर अलिक वर्ल्ड वाइड कसरी चाहिँ जाने भन्ने कुरामा भन्दा पनि अब यो अघि भने जस्तै यो गाउँदाखेरि प्रोग्राम पाइला नपाइला अथवा गाउनुलाई पनि पेसाको रूपमा ठिकै गाउँदाखेरि पनि टेक्नोलोजीले त्यसलाई बनाइदिइहाल्छ आजले। त्यो कारणले गर्दाखेरि मान्छे त्यसमा त क्रिएटिभिटी भएन, मेहनत छैन, मान्छे मेहनत अलिक कम भयो। किनभने यतिको भयो त अब यसलाई त अटोट्युन गर्दाखेरि त मिलिहाल्छ नि भन्नेतिर लागिन्छ। त्यसो गर्दाखेरि त्यो अटोट्युन भन्ने बित्तिकै त्यो एउटा कम्प्रेसर हाल्ने बित्तिकै रियल फिलिङ त जान्छ नि, एउटा मानवलाई निस्केको एउटा रियल टोन त अलिकति फरक परिहाल्छ। टोन फरक पर्ने बित्तिकै त्यसले दिने भावमा फरक पर्छ, सस्टेन फरक पर्छ, डाइनामिक्स फरक पर्छ। त्यस पछाडि आत्मीयता पनि हराउँछ, त्यसको आत्मा पनि मर्छ। एआई जस्तै सुनिन्छ कि कतिपय, त्यसको मर्म पनि हराउँछ। हजुर एकदमै हो त्यो चाहिँ। त्यो एउटा मर्म, त्यो एउटा भाव, त्यो एउटा आत्मा चाहिँ अहिले अलिकति लोप हुँदै गएको जस्तो। इन्स्ट्रुमेन्टली युज गर्दाखेरि पनि अब पहिला चाहिँ अब प्रत्यक्ष रूपमा बाजा फुकेरै अथवा बजाएरै हातले हुन्छ नि, रियल आर्टिस्टको रियल फिलिङहरू त्यहाँ रेकर्ड हुन्थ्यो। तर आजभोलि चाहिँ त्यही चिजहरू लुपमा युज हुन्छ, जसलाई किबोर्डमा अलरेडी रेकर्ड हुन्छ, त्यसलाई एरेन्जरले सेम मिलाइदिनु हुन्छ, मान्छेलाई त्यो बाजा चाहिँ किबोर्डबाट बजिरहेको छ भन्ने कुरा पनि थाहा हुन्न। त्यो चाहिँ सानो हजारौँ कुराहरूले चाहिँ फरक पार्छ, त्यो सानो टाइनी कुराहरूले फरक पार्छ सायद। त्यो सानो बिटहरू, सानो बिटहरूले सानो एकदमै त्यो मान्छेले यो चिजले हो है भन्नु पनि नसक्ने कुराहरूले पनि ओभरअलमा फरक पारिरहेको हुन्छ है, ठुलो असर पारिराखेको हुन्छ। अहिले त एआईको जमाना छ, अझ एआईले पनि कति गीतहरू निकालिसक्यो। किन आजले गीतहरू चाहिँ 2-4 दिन मात्रै सुनिन्छ, त्यस पछाडि किन सुन्नु मन लाग्दैन भन्नु कारण सायद त्यही नै होला, मर्म मरेरै होला, गीतको एउटा भाव चाहिँ नभएरै हो कि जस्तो, त्यसमा आत्मा हराएको जस्तो लाग्ने कि। किनभने त्यति बेला एउटा क्रिएटिभिटी हुन्थ्यो। अहिले पनि भनिन्छ नि एआई जस्तो अब दुनियाँ जस्तोसुकै डेभलप किन नहोस्, मोडर्न एजमा किन नजाओस्, तर क्रिएटिभिटीलाई चाहिँ कुनै पनि दुनियाँको कुनै पनि टेक्नोलोजीले बिट गर्न सक्दैन भन्छ नि एक्सपर्टहरूले। त्यो एक्ज्याक्टली यही कारणले होला, किनभने मान्छेको क्रिएटिभिटीलाई त कसैले पनि रिप्लेस गर्नै सक्दैन कि। सक्दैन। एआईले ह्युमनलाई रिप्लेस गर्न सक्ला, कामलाई इफिसियन्सी बनाउला, तर क्रिएटिभिटीलाई चाहिँ बनाउन सक्दैन जस्तो लाग्छ मलाई। रियल फिलिङ अब यो टाइममा जुन हामीले फिल गरिरहेको छु तपाईँसँग बात मार्दै गर्दा, त्यो फिलिङ त एआईले गर्न सक्दैन। यो एउटा एकअर्का आम्ने सामने बसेर जो आत्मीयता झल्किरहेको छ नि, यो कुरा अब यस्तो खालको पोडकास्टहरू त भिडियो भर्चुअल पोडकास्ट पनि त हुन्छ नि, नेपालबाट यहाँ पनि हुन्छ, तर आत्मीयता हुँदैन नि त। सायद त्यही कारणले होला। अब एआईसँग इन्फर्मेसन हामी लाखौँ मान्छेले गर्ने इन्फर्मेसन उसँग हुन्छ, तर फिल
हुँदैन, त्यति फरक हो। नयाँ सर्जकहरूलाई जो अब गीत सङ्गीतमा रुचि राख्ने नयाँ पुस्ता हुन्छ उहाँहरूलाई हजुरले के सजेस्ट दिन चाहनुहुन्छ? हजुरको यो यत्रो वर्षको एउटा 20औँ वर्षको हुन्छ नि एउटा दशकौँको अनुभूतिलाई सँगालेर भन्दाखेरि समेटेर भन्दाखेरि के सल्लाह दिन चाहनुहुन्छ म्युजिक क्षेत्रमा लाग्ने एकदमै रुचि भएको भाइ बहिनीहरूलाई? उहाँहरूलाई एउटा अनुभवको हिसाबले के भन्छु भनेदेखिलाई गीत सङ्गीत भनेको चाहिँ एउटा समुद्र हो, यो सिकेर कहिले पनि साध्य हुँदैन, तर पनि सिक्दै चाहिँ जानुपर्छ जीवनभरि। अन्तिम कालसम्म पनि म केही न केही सिक्छु, केही न केही हिजोभन्दा आज बेटर हुन्छु भनेर सिक्दै जानुपर्छ। कम्पिटिसन कसैलाई जित्छु अथवा म चाहिँ मेरो गीतमा यति भ्युर्स बनाउँछु यस्तो यति लाग्नुभन्दा पनि साँच्चीकै म्युजिकलाई माया गर्नुभयो भने एभ्रिडे कसरी ग्रो गर्नु सकिन्छ म्युजिकमा। तपाईँले आफ्नो तपाईँ सिङ्गिङमा हुनुहुन्छ भने म्युजिक इन्स्ट्रुमेन्ट बजाउनुहुन्छ भने पनि तपाईँले गर्नुभएको त्यो चिजलाई चाहिँ सेकेन्ड नेचर बनाउनुहोस्, एभ्रिडे प्र्याक्टिस गर्नुहोस्। त त्यो कन्सिस्टेन्सी प्रयोग गरेको थियो अघि हामीले, त्यो चिजहरूले चाहिँ धेरै फरक पार्छ। तपाईँको इन्टेन्सन चाहिँ म्युजिकलाई माया गर्ने र एभ्रिडे ग्रो गर्ने मात्रै गर्नु भने तपाईँ हिट आफै हुनुहुन्छ। तपाईँको गीतहरू सबैले मनपर्छ, तपाईँले सबैले माया गर्छ, एक दिन तपाईँले सोचेको भन्दा पनि माथि पुग्नुहुन्छ। तर तपाईँले कुनै दिन यो गीत चाहिँ हिट बनाएपछि भने त्यतिखेर पनि तपाईँ सन्तुष्ट हुनुहुन्न, त्यो गीत बनाइसक्दाखेरि तपाईँलाई धेरै कुरा रिग्रेट हुन्छ। त्यही भएर सुरुदेखि नै इन्टेन्सन चाहिँ अलिकति डिफ्रेन्ट राख्नु होला भन्न चाहन्छु। म्युजिकलाई माया गर्नु होला, एभ्रिडे ग्रो गर्ने हिसाबले जानु होला। आफूले माया गरेर केही कुरालाई हुर्कायो भने त्यसको आफूलाई पनि छुट्टै महत्त्व हुँदो रहेछ। हजुर, त्यस्तै भयो भने तपाईँ त्यो म्युजिकबाट एउटा आनन्द पनि पाउनुहुन्छ कि म्युजिकमा टेन्सन हुँदैन। कोही बेला लाइक आओस् नआओस्, भ्युज आओस् नआओस्, पैसा आओस् नआओस्, तर त्यसले चाहिँ आत्मसन्तुष्टि दिन्छ, सन्तुष्टि हुन्छ अनि टेन्सन कम हुन्छ। टेन्सन कम हुने बित्तिकै जोयफुल मोड हुन्छ तपाईँको, जोयफुल हुने बित्तिकै तपाईँको क्रिएटिभिटी बढिहाल्छ। त्यही भएर त्यो अन्य टेन्सनहरू नलिकन म्युजिकले जस्ट माया गरेर एभ्रिडे ग्रो गर्ने त्यो चाहिँ लाग्नु होला भन्न चाहन्छु। त्यो चिजले चाहिँ माथि पुऱ्याउने रहेछ भने चाहिँ मैले चाहिँ अनुभव गरेँ। अब हजुर सदाको लागि विदेशी भूमि छोडेर आफ्नै देश फर्किँदै हुनुहुन्छ, हजुर कस्तो फिल हुँदैछ? एक्साइटमेन्ट बढिरहेको छ? एकदम काम गर्न मन लाग्छ? अब यहाँको गरिरहेको कामहरू चाहिँ बिस्तारै बिस्तारै मन लाग्नु छोडेको छ। यो सपना बित्ना कल्पना सबै नेपालतिर हुन थालेपछि कहिले दिन बित्ला जस्तो भइरह्यो होला। त्यस्तै नै भइरहेछ। तर पनि यहाँको यत्रो वर्ष बसेपछि केही न केही अट्याचमेन्टहरू हुन्छ होइन, त्यो चिजहरूलाई पनि कन्सियसली बिस्तारै त्यो चिजहरूबाट टाढा हुँदै अब चाहिँ म चाहिँ उता केही गर्नुपर्छ भन्नेतिर सपनाहरू बुनिरहेको छु। अनि उता गइसकेपछि हजुर चाहिँ सङ्गीतमै आफ्नो करियरलाई कन्टिन्यू गर्नुहुन्छ? उता गएपछि अब जानेको सङ्गीत नै हो, सङ्गीतभित्रै अब सङ्गीतको वरिपरि के हुन्छ, म टिचिङ पनि हुनसक्छ। धेरै चाहिँ मलाई चाहिँ मैले गरेको अनुभवहरू, मैले जानेको कुराहरू मभन्दा आउने नयाँ जेनेरेसनलाई चाहिँ बुझाउनु, सम्झाउनु, सिकाउनु मन लागेको छ मलाई चाहिँ धेरै। अनि मैले चाहिँ अब म मात्रै कति हिट हुने होइन, मैले जानेको कुरा मभन्दा जुनियर भाइ बहिनीहरूलाई सिकाउनु भन्नेतिर चाहिँ अलिकति मन गइरहेको छ। त्यहाँ गएर सायद त्यो गर्छु होला जस्तो लाग्छ मलाई। अनि म्युजिक टिचर नभएको गाउँहरूमा गएर उनीहरूलाई म्युजिक क्लासहरू गराउने त्यस्तो खालको सोख छ मेरो चाहिँ विचार है। प्लस म गीत त गाइ नै हाल्छु, रेकर्डिङहरूमा त बोलाइ नै हाल्नुहुन्छ। म आफै पनि कहिलेकाहीँ गीतहरू मन पऱ्यो भने निकालि नै हाल्छु, प्रोग्रामहरूमा बोलाउनु भने गइ नै हाल्छु। त्यो बाहेक कहीँ न कहीँ म्युजिकसँग कनेक्ट नै भइरहेको हुन्छ। सायद रेकर्डिङ पनि हुनसक्छ, सायद सङ्गीत पनि गर्न सक्छु। त्यस्तै नै हुन्छ, म्युजिकभित्र नै हुन्छ। हजुरले अहिले आफूले आफ्नो अब यत्रो लामो समय बिताइराख्दाखेरि म्युजिक क्षेत्रमै सुगम सङ्गीतमै यत्रो योगदान दिइसक्नु भएको छ, हजुरले श्रेय दिँदाखेरि कसलाई दिन चाहनुहुन्छ? यसको लागि त त्यो बेलामा जुन एउटा हजुरको जोस जागर एकदम हुन्छ नि ब्याकबोनको थियो त्यति बेला, एकदमै हुन्छ नि पुस गर्ने, अब लाग्नुपर्छ है तपाईँले यसमै, तपाईँको एकदम राम्रो पोटेन्सियल छ, तपाईँ यसमै गर्नुपर्छ भनेर त्यसरी हौसला दिने
एक्ज्याक्टली एकजना मात्रै चाहिँ छैन, तर मलाई धेरैले नै हौसला दिनुहुन्थ्यो स्कुलमा पढ्दाखेरि टिचरहरूले प्लस साथीभाइहरूले स्कुलमा कलेजमै पनि त क्लासमै पनि गाउन लाउने त्यस्तो खालको हुनुहुन्थ्यो। त्यो कुराहरूले नै मलाई त्यो प्रेरणा दियो भनौँ न। एकजना मान्छे मात्रै चाहिँ छैन मेरो जिन्दगीमा, अनि मेरो जोस जागर त्यो ममा प्राप्त उत्साह एकदम अथाह थियो। त्यो चिजहरूले नै त्यो कुरा थुप्रै हजुरका हुन्छ नि शुभचिन्तकहरू थुप्रै हुँदै पनि हजुर एउटा प्रेरणाको स्रोतको नाम लिँदाखेरि म चाहिँ यो मान्छेबाट बढी प्रभावित भएको थिएँ है भन्ने त्यस्तो हुन्छ नि। किनभने एकजना मान्छे मात्रै चाहिँ भएन। मैले तपाईँले अघि होइन त्यस्तो चाहिँ एकजना मात्रै चाहिँ मैले सम्झिनँ। फल्ना नभएको भए चाहिँ म यो क्षेत्रमा हुन्थिनँ है भनेर त्यस्तो चाहिँ मान्छे हुनुहुन्थेन। जसरी पनि म लाग्थेँ भने चाहिँ एउटा जोस जागर उत्साह चाहिँ थियो, तर मलाई प्रोत्साहन दिने मान्छे चाहिँ धेरै नै हुनुहुन्थ्यो। उत्साह दिने मान्छे चाहिँ धेरै हुनुहुन्थ्यो। प्लस पछि आएर गीत सङ्गीतमा लागेपछि त्यो राम्रो राम्रो गीतहरूमा सम्झिने सङ्गीतकार गीतकार त्यो एल्बमहरू निकाल्दाखेरि एज अ आर्थिक रूपमा सहयोग गर्नु नै म्युजिक कम्पनीहरू ती सबैलाई नै धन्यवाद दिन चाहन्छु। दर्शक श्रोताहरू सबैजना यता अमेरिकामा 50वटै स्टेटमा कतिवटा घुम्नुभयो? मैले एक्ज्याक्ट गनेको त छैन, तर म लगभग सबै घुम्नुभयो। प्राय ठाउँमा गएको छु। कुनै ठाउँ चाहिँ गएको छैन, जस्तो अलास्कातिर चाहिँ गएको छैन। त्यो बाहेक धेरै ठाउँमा नै गएको छु, प्रोग्राम गरेको छु। सबैभन्दा मन परेको स्टेट सम्झिँदाखेरि? सबै ठाउँमा मनपर्छ मलाई पढ्नु चाहिँ। दर्शक श्रोता त्यत्तिकै माया गर्नुहुन्छ, तर ठाउँको हिसाबले मलाई नेपालमा हुर्केको भएर होला डाँडाकाँडा मनपर्ने भएकोले गर्दा यता भर्मन्ट धेरै मनपर्छ। प्लस क्यालिफोर्निया सान फ्रान्सिस्कोहरू पनि धेरै मनपर्छ। यता न्यासभिल भएको ठाउँहरू, सियाटल ओरेगनहरू पनि धेरै मनपर्छ मलाई। त्यता पनि त्यसले चाहिँ नेपाल बिर्साउँछ। एकदमै हिमालहरू पहाडहरू त्यो ताल तलैयाहरू है। एक्ज्याक्टली। अनि कोलोराडो पनि। कोलोराडो हजुर हिम श्रृङ्खला डाँडाकाँडा भएको नै मनपर्दो रहेछ। त्यही ठाउँमा हुर्केर पनि त्यस्तै ठाउँमा हुर्केर पनि होला सायद। धेरै लामो समयपछि नेपाल फर्किँदै हुनुहुन्छ। हजुरको यात्रा एकदमै शुभ रहोस्। अझ मैले यात्राको कुरा गर्दाखेरि यो साङ्गीतिक यात्रा अझ प्रगाढ हुँदै जाओस्। हजुरले जुन फेम पहिले बटुल्नु भएको थियो त्यो अझै बढ्दै जाओस्, डिफेम नहोस्। हजुरलाई एकदम हृदयदेखि नै शुभकामना दिन चाहन्छु। एकदमै खुसी लागिरहेछ। हजुर सदाको लागि फर्किँदैछु भन्ने शब्दले नै मलाई एकदम भावुक बनायो कि। धन्यवाद त्यसको लागि। अनि अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। अन्त्यमा मैले सोध्न छुटाएका केही कुराहरू र आफूले भन्न चाहेका केही कुराहरू छन् भने हाम्रा दर्शक श्रोताहरूमा सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच। तपाईँसँग एकदमै कुरा गर्दाखेरि त्यो म पोडकास्टमा छु अथवा इन्टरभ्यू दिइरहेको छु भन्ने फिल भएन। तपाईँले यसरी सुरु गर्नुभयो, म तपाईँसँग बात त्यतिकै चिया खाएर कफ खाएर बात मात्रै मारेको छु जस्तो लागिरहेको थियो, तर पोडकास्ट कतिखेर सिदिनु हुँदो रहेछ। हाफै नै भएन। थ्याङ्क यू सो मच त्यसको लागि। त्यस्तो खास केही छैन। म न्युयोर्कमा छु अहिले। अब म जानुभन्दा अगाडि केही प्रोग्रामहरू छ न्युयोर्कमै पनि। यो फेब्रुअरी 20 प्यालेसमा छ एउटा प्रोग्राम। त्यस पछाडि अमेरिकन नेपालिज कलाकारहरूले गर्नुभएको कार्यक्रम हो त्यो चाहिँ। अनि मार्च 15 पनि छ, त्यहाँ मगरसँगले पनि गर्नुभएको छ। त्यो लगायत 2-4 प्रोग्रामहरू न्युयोर्कभित्रै पनि छ, त्यसमा आइदिनु होला। हुन्छ, अफकोर्स। म त एकदमै त्यो त मेरो लागि अभाग्य हो। म हजुर जरुर आउँछु म। हजुर त्यही भन्न चाहन्छु। अनि थ्याङ्क यू सो मच यहाँलाई सम्झिनु भयो। यसरी बोल्ने त्यति धेरै बानी पनि छैन, किनभने यहाँ कम बोल्नु पाइन्छ, कहिले काहीँ पाइन्छ। सम्झिनु भयो, बोल्नु पाएँ। मैले कम बोल्ने हजुरको बानी मलाई पहिलेदेखि थाहा थियो। हजुर त्यही भएरै हामीले चाहिँ यसलाई चाहिँ इन्टरभ्यू टाइपले भन्दा नि गफगाफको टाइपले लगिरहेको थिएँ मैले। मेरो भावनालाई बुझिदिनु भएको धन्यवाद तपाईँ। इजी हुन्छ नि त खोल्न। अब स्ट्रेट फरवार्ड क्वेसनहरू गरिराख्यो भने के जवाफ दिने, क्वेसन अब एउटा सठिक जवाब दियो अनि पूर्ण विराम लाग्छ नि त। यो पनि बानी त हो, कन्सिस्टेन्सी भनेको कुरा भयो नि। अब यो इन्टरभ्यू दिइराख्दाखेरि त्यही चिजले नै अलिकति ग्रो गराउँछ, अलिकति अर्कै तरिकाले बोल्नु पनि सायद सिकिन्छ होला। अरूको हेरिन्छ मात्रै, आफू चाहिँ बोलिन्न। तर एउटा गफगाफको शैलीमा गयो भने चाहिँ त्यसमा
पूर्ण विराम लाग्दैन कि। लाग्दैन कुरा कन्टिन्युसली भइरहेको हुन्छ, एउटा अनुभूति एउटा के भन्छ अरे भावमा बगिरहेको हुन्छ नि त। हजुर थ्याङ्क यू एकदमै तपाईँले मलाई सजिलो बनाइदिनु भएको एकदमै खुसी लाग्यो आउनुभयो, समय दिनुभयो। मलाई झन् खुसी लाग्यो। अमेरिका जस्तो अस्तव्यस्त ठाउँमा पनि यसरी महत्त्वपूर्ण समयलाई अलिकति छुट्याएर हजुरको जीवन्त कुराहरूलाई राख्ने मौका दिनुभयो, सेयर गरिदिनु भयो, सबैजना माझ आफ्नो अनुभूति सेयर गर्नुभयो। त्यसको लागि म एकदमै आभार प्रकट गर्न चाहन्छु र हजुरको जो फ्युचर प्लान छ त्यो एकदमै सक्सेसफुल रहोस् भन्दै हामी आज बिदा हौँ। थ्याङ्क यू विश यु अल द बेस्ट। थ्याङ्क यू हजुर नमस्ते सर। नमस्ते